तपाईँको शुभ नाम? मेरो नाम चाहिँ विक्रम धामी हो। तपाईँको नेपाल घर चाहिँ कता हो? मेरो नेपाल घर चाहिँ सुदूरपश्चिम गौरीगङ्गा नगरपालिका वडा नम्बर 11 शिवपुर हो। तपाईँ जापान चाहिँ कुन भिजामा आउनुभएको? म चाहिँ जापान चाहिँ स्टुडेन्ट भिजामा आएको। तपाईँ अहिले निहोनको गएको चाहिँ हो? अहिले चाहिँ सेन्मन गएको चाहिँ निनेन चाहिँ हो। सेनो गएको निहोन चाहिँ अब सानकाचमा सोचुके हो त्यसो भयो हो? हजुर राइनेन सानगाचमा सोचेको हो। तपाईँको वर्किङ फिक्स भयो? वर्किङ चाहिँ फिक्स भए अब लगभग 90% फिक्स भए। जापानको बसाइ कस्तो भइरहेछ तपाईँको? जापानको बसाइ एकदम रमाइलो छ। अनि सेनमन गएकोमा चाहिँ के पढ्नुभयो? सेन्मन गएकोमा चाहिँ आइटी पढेर हो। आइटी पढेर? कोक्साई आइटी एआई कोक्साई आइटी बिजनेस पढेर हो। भनेपछि अहिले त तपाईँ जापानको चाहिँ कुन ठाउँमा बस्दै आउनुभएको छ? म चाहिँ बस्दै चाहिँ अहिले टोकियोको हिगासिजुमा बस्दै आइरहेको छु, तर गएको चाहिँ इबाराकी हो, टाढै छ गएको चाहिँ। गएको इबाराकी तर बसाइ चाहिँ टोकियोमा। खास कारण चाहिँ के होला यसको रिजन? कारण चाहिँ इबाराकीमा चाहिँ कामै पाउन्न, अनि पछि त्यही भएर म चाहिँ टोकियोमा काम पाउँछ, त्यही भएर टोकियोमा बसेको सुरुदेखि नै। तपाईँ हप्ताको कति घन्टा काम गर्नुहुन्छ? म हप्ताको त्यही 28 घन्टा काम गर्छु। हप्ताको 28 घन्टा। अनि पछि काम चाहिँ केमा गर्नुहुन्छ भन्न मिल्छ? काम चाहिँ म 7-Eleven गरिरहेको छु। 7-Eleven आरुबाइतो होला है? हजुर, आरुबाइतो हो। अनि तपाईँले जापानिज खानाहरू के मनपर्छ? जापानिज खाना चाहिँ मलाई रामेन मनपर्छ। अनि यहाँ चाहिँ विदेशी विद्यार्थीहरूले काम पाउँदैन भन्छन् कि कसो सत्य हो कि? एकदम सत्य कुरा हो। भाषा छैन भने चाहिँ काम पाउनु चाहिँ लास्टै गाह्रो छ दाइ। तपाईँ अहिलेसम्म कतिजनाले सेवाई गर्नुभएको छ? मैले सेवकाइ गरेँ, 2-3 जनालाई सेवकाइ गरेँ। 2-3जनालाई मात्र सेवाई गर्नुभयो। अनि विदेशी विद्यार्थीहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ? विदेशी विद्यार्थीलाई म के सन्देश दिन चाहन्छु भने सबैजना विदेश आउँदै हुनुहुन्छ भने, जापानमा आउँदै हुनुहुन्छ भने तपाईँ भाषा बनाएर आउनु होला। भाषा छैन भने चाहिँ अलिक काम पाउन गाह्रो छ जापानमा चाहिँ। तपाईँको जापानको फर्स्ट स्यालेरी कति थियो भन्न मिल्छ? मेरो सुरुको स्यालेरी चाहिँ म अचम्मै परेको थिएँ, 180 आएको थियो सुरुको स्यालेरी चाहिँ। 1,80,000 आएको थियो। हजुर ठ्याक्कै एसमी परेको थियो। अनि त्यसपछि म सुरुमा चाहिँ बेन्तुमा काम गरिरहेको थिएँ, अनि 180 आयो। म आफै नै एकदम हर्षित भयो कि 180 आउँदाखेरि। भनेपछि अहिलेसम्म तपाईँले नेपालमा चाहिँ कति पैसा पठाउनु भएको छ? नडाँटेर भन्नु त। नेपालमा चाहिँ मैले धेरै त पठाएको छैन, त्यही 40-50 लाख जति पठायो होला। तपाईँ सुरुमा जापान आउँदाखेरि भाषाको समस्या कतिको थियो? सुरुमा आउँदाखेरि चाहिँ मेरो भाषा चाहिँ सुरुमा पनि यस्तै थियो, अहिले पनि केही सुध्रे जस्तो लाग्दैन। किनभने चाहिँ धेरै काम गरेर होला, काममा बिजी भएर होला, खासै सुध्रे जस्तो लाग्दैन। त्यस्तै त्यस्तै लाग्छ मलाई चाहिँ। तपाईँ नेपालबाट जापान आएपछि सधैँ मिस हुने कुरा केही छ त्यस्तो स्पेसल? सधैँ मिस हुने कुरा चाहिँ यसो दसैँ तिहारहरू आउँछ, अनि त्यतिखेर चाहिँ लास्टै मिस हुन्छ। ए दसैँ तिहारको बेला चाहिँ फ्यामिली मिस गर्नुहुन्छ भनेपछि है? हजुर, दसैँ तिहार अनि फेस्टिभलहरू चाडपर्वहरू आउँछ, त्यतिखेर चाहिँ गाउँको याद आउँछ। साथीहरूसँग तास खेल्थ्यौँ, यताउति यस्तै यस्तै यादहरू आउँछ। जङ्गलतिर जान्थ्यौँ बाख्रासँग, यस्तै यस्तै कुराहरूको याद आउँछ धेरै जस्तो। तपाईँलाई जापानको स्पेसल कुनै ठाउँ त्यस्तो म यो ठाउँ जान पाए हुन्थ्यो जस्तो कुनै ठाउँ छ? म चाहिँ जापानको चाहिँ होक्काइदो जाने मन छ एकचोटि। होक्काइडो किन? होक्काइदो चाहिँ अलि नेपालको जस्तै हिउँ पर्दो रहेछ त्यहाँ चाहिँ। अनि त्यही भएर चाहिँ म चाहिँ हिउँमा खेल्न एकदम मन पराउँछु। किनभने चाहिँ म पहिला चाहिँ मेरो पहाड घरमा चाहिँ हिउँ पर्थ्यो। त्यतिखेर म बाल्यकालमा चाहिँ म तराई झरेको थिएँ, अनि त्यतिखेर चाहिँ मलाई आफ्नो जन्मभूमिको याद आएर चाहिँ त्यहाँ हिउँ पर्ने ठाउँमा चाहिँ घुम्न मन छ। त्यसो भए तपाईँ होक्काइडो जानुहुन्छ। अनि जापानिज खानेकुराहरू के मनपर्छ तपाईँलाई? जापानिज खानेकुरा भन्दाखेरिमा चाहिँ रामेन नै मनपर्छ। जापानिज चाहिँ रामेन भ्यागहरू केही मनै पर्दैन? अरू पनि मनपर्छ, तर म रामेन चाहिँ अलि त्यो खाराई रामेन हुन्छ नि, त्यो कोरियनवाला हजुर हजुर। 7-Eleven पाउने, त्यो चाहिँ एकदम मनपर्छ। अनि जापानको नियम कानुनहरू कतिको मनपर्छ? जापानको नियम कानुन पनि एकदम मनपर्छ। किनभने जापानमा चाहिँ नियम विपरीत केही कामहरू गर्न पाउन्न, अनि त्यही भएर चाहिँ नियम टु नियम गर्नुपर्छ। रुलहरू त्यस्तो रेगुलेसन गर्नुपर्छ। अनि त्यही भएर चाहिँ मलाई त्यो जापानको रुलहरू चाहिँ एकदम मनपर्छ। अहिले चाहिँ जापानमा चाहिँ विदेशीहरूको लागि नियमहरू चेन्ज गरेको छ। खास कारण के होला? खास कारण भनेको चाहिँ यो नेपालीहरू चाहिँ अलिकति जथाभावी रक्सी खाएर हिँडिदिने, हल्ला गरिदिने, अनि नेपालमा केही चुनाव भयो भने यहाँ एमाले काङ्ग्रेस माओवादी भन्दै यहाँ पार्कमा हल्ला गरिदिने, त्यही भएर जस्तो लाग्छ मलाई चाहिँ।
ओके, अब विदेशीहरूलाई कि जापानमा चाहिँ लास्टै नियमहरू कडा गरिरहेछ। अब जाँदा जाँदै तपाईँको समयको लागि थ्याङ्क यू सो मच। अब मेरो भ्युजरहरूलाई केही सन्देश दिन चाहनुहुन्छ तपाईँ? क्यामेरामा हेरेर भन्नुहोस्। र तपाईँको भ्युजरलाई म के भन्न चाहन्छु भने तपाईँको झलक छेत्री च्यानललाई सबैजनाले सब्सक्राइब गरेर लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सबजनाले सेयर गरिदिनु होला भन्न चाहन्छु। तपाईँको समयको लागि थ्याङ्क यू सो मच। है, हरिहर